Friends, namaste सबजनालाई I'm Evan circumcised Timson about to perform some of the future rhyme right now. So during this rhyme, I guess you're gonna get entertainment 100% time, Like this is obsession bro, अलिकति frustration थियो के सोच्ने त्यो देशको बारेमा जुन लज्जास्पद भयो तर पनि मैले थाहा छ कसले यहाँ गुलामी गरेको हो. My bro, this is our understanding some part of theory and realistic issues. यो realistic issues को बारेमा किन जान्दैन त्यति खालको भ्यूज भनेर म कहिले गम्भीर मुद्रामा तर पनि मेरो गम्भीर मुद्रा भन्दा पनि त्यहाँ चल्छ इकोनोमिक डलर अलिअलि मुद्रा तर अब त्यो मुद्रा खर्चिनेलाई पनि म हान्छु जुत्ता भाँच्नुपर्छ तिनीहरूको खुट्टै खुट्टा तिमीहरूलाई लाज लाग्दैन अलिकति पनि आफ्नै देशको सिनारीहरूलाई लुच्दा अब यस्तो खालको तरिका नदरियोस् फेरि पनि इतिहासमा होइन भने कुल्चेर जान्छन् सबैजनाले तिमीहरूको लासमा अनि आउँछ तिमीहरूको त्यो खालको जिज्ञासा के भइरहेको छ हामीलाई भनेर. So don't hesitate to you guess it by yourself भन्ने कुराहरू ती तेर्स्याउने ताराहरूमा लुकेका छन् अनेक भुराहरू जुन गर्दैछन् आज रणनीति तय तर पनि पन्छाएर भयो म यस्तै भएर आउँदैछु दम तयार रहेर. ब्रो अब मेरो एजेन्डा छ बार खालको यो एक पत्ती मात्र होइन ब्रो 2 पत्ती हो उठाइदिने खालको यो 3 पत्ती मात्र होइन तमासा भयो हर क्षण हडतालको यो ताल बेतालको यो तत्पर तयार हो भनेर मैले पनि भनिदिएको आज मन पऱ्यो भनेको खाका मन क्रान्तिहरू आउँछ थरी तर पनि घरिघरि यी झरीभरि किन भिजिरहने म पनि आजको रात यो सुनौलो साँझ तिमीहरूको यो मिठो एहसास सबैलाई भनिदिएको ब्रो एउटा चेतावनी स्वरूप हो हिजो जुन खालको तत्कालीन अवस्थामा हामीले विद्रोहको बाटो चुनेको थियो त्यो के आजको दिनमा यस्तै भएको हो भने यहाँ हुँदैछ धेरै गद्दारी. अब म तिनीहरूलाई ठेगान बनाउँछु जस्तै कि हुसेन गद्दाफी लाइक कसैलाई दिँदिन पनि माफी त्यो माफी दिने कुराहरूको मैसँग छ चाबी किनकि मैले लगाइदिएको छु ती कुराहरूलाई मनमै सजाएर आफै ताला र चाबी तर त्यो ताला चाबी भत्काउने बेला भयो के हो यो मेरो प्रश्न सबैजना नाच थियो तेर्सियो ब्रो त्यही भएर ब्रो यसो म हाँसिदिन्छु ल सबैजनालाई सोचिरहेको होला अगाडि स्वर्गम सारा तिमीलाई के भो ए यस्तै छ हामी तन्तेरी छोरो गोर्खाली मोर नेपाली ब्रो दिस इज अ नेपाली ब्रो साउथ पूर्वमा टिस्टा पश्चिममा ख्याङगडा अब ती तेर्से दारा हान्नुपर्छ भाला यस्तो छ हाम्रो अलिकति खाल उठ्ने पारा त्यही भएर बोलिदिन्छु हल्का बेताल भए तर भइरहेको छैन त्यस्तो आजकल मैले देखिरहेको छु धेरै खालको विकृति त्यो विकृति फैलाउने सायद मै हो कि म मान्छु आफैलाई पनि दोषी ती नकारात्मक भावनाहरूलाई एकछिन रोकी लाइक मैले पनि भनिरहेको छु आफूलाई जिज्ञासा रहेर आफैसँग सायद यस्तो नगरिदिने पो हो. So let's think about every of the situation. This is a joke honey. Like म पनि त्यो आफैसँग कहिलेकाहीँ रोक हो नि त्यो रातहरूलाई म बिर्सिन चाहँदैन त्यो रातसँग झरिरहेको बर्सात मेरो आँखाबाट आँसु जस्तो कि बम्बोले नाथको बर्सात ठाने मैले पनि तानिदिएको थिएँ 2-4 सर्ट लाइक चिलिम पटमा सल्काएर आगो माई गड लाइक म भन्न चाहन्छु त्यहाँ साफी हालेर माथिबाट फुल धुवा त्यो धुवाले वास्तवमा मलाई कति रुवा लाइक अब जसले विधि गर्छ हाम्रो नेपालको राष्ट्रियतामाथि तिनीहरूलाई लगाइदिने चुरा. Well, I don't care anybody feels तरिका यस्तै छ आउँदैछ फिल्स त्यही भएर गाछ म्याक्सिमम नआएछ अब पूर्वमा टिस्टा पश्चिममा ख्याङगडा boys shout out to the nation. This is my personal frustration. लाइक व्यक्तिगत तौरमा
रन हिँडेर हाने अब कम्युनिटी मैले अघि सके भनेर त्यो भएर अब तिमीहरूलाई पनि मेरो ऱ्याम्सहरू केलाउ के थियो भनेर गनेर यो न ब्रो यस्तो तरिका खसेर नसिका मलाई पासो हाल्दैन खोज खाल्टो खनेर यस्तो खालको मल्टिक्सहरू त म खेलाउन सक्छु कम्प्लेक्समा कम्प्लेक्स हाल्न जान्दा मैले पनि मलाई कसरी ठेगान लाउनुपर्छ भनेर थाहा छ पासो हाल्दा खाल्टो खन्दा तर तिमीहरूलाई पनि के सोचिरहेको छ होला सायद मैले योभन्दा लेट्स नट गट ब्याक टु दि पोजिटिभ एन्ड नेगेटिभ बाटो नआयो मेरो अर्ली फेजको कुरा तर अहिले सब ठिक भइरहेको छ र एउटा जिज्ञासा थियो मनमा पहिलेदेखि के हुने हो हाम्रो राजनीतिक भविष्य अब फेरि चस्का चम्मित हुने हो कि भने म पनि पर्खिरहेको थिएँ तर अहिले त सबै ठिक छ नि ब्रो एउटा कुरा भन्दा भन्दै फुचिले कति कुरा गर्दिएर म पनि मान्छे उस्तै छु जस्तै कि छनछना आउने चुरामा माथिको गोरा अनेकौँ खालका कुरा गरेर पुरैको दुःख त्यही भएर अब के झर्छ होला त यहाँ पैसाको दुःख लाइक काउन्टिङ कति हुने हो थाहा छैन साउटिङ त बढे धेरै छ कङ्ग्रेस एमाले माओवादी पनि धेरै व्यक्तित्वको यथार्थलाई सबल पक्षमा चुनी विजय गराउनु पर्ने छ हामी सबैले एकजुट हुने खालको अभिप्राय बोके नछेके ती काँडा ताराहरूले हामी गोर्खाली यस्तै छौँ पहिलेदेखि त्यो इतिहास झुकेको छैन जस्तै कि चन्द्र सूर्य कहिले झुक्दैन हाम्रो झन्डामा पनि यसै छ हाम्रो जिन्दगानी सङ्किरहने उजेली तारा सितारा आकाश भरि कहिले धुलोमा हामी बस्छौँ जस्तै कि बनेर भुमेरी कहिले हामी शहीद भएको छौँ जस्तै कि दबिएका छन् अनेकौँ खरानी तर पनि यी हामीले सङ्घर्षमा देखाइरहेको हैरानीले आज के तातिँदैन पूर्वमा टिस्टा कालापानीदेखि त्यहाँ टिप्लेको अनि ब्रो तिमीहरूलाई थाहा छ कस्तो हुन्छ त्यहाँ टिस्टा पुग्दा तिमीहरू पनि आफै लेख अनि थाहा हुन्छ विश्व हामीसँग सुक्दा ब्रो अहिलेको लागि यति नै हो सो लेट्स गो चेक दिस आउट ब्रो with a big shout out. Ooh. Ha,